नमस्ते, मेरो नाम प्रसन्ना पौडेल। हाल चाहिँ म एम्स एसएससी को म्यानेजिङ डाइरेक्टरको रूपमा काम गरिरहेको छु। एम्स एसएससी चितवनको मिलनचोकमा रहेको छ। एसएससी भनेको एसोसिएसन अफ चार्टर सर्टिफाइड एकाउन्टेन्ट्स हो। एसएससी चाहिँ 180 वटा देशमा चाहिँ रिकग्नाइजेबल छ। अहिलेको समाजमा स्टुडेन्टहरू घरै बसेर हुन्छ, जहाँ बसेर भए पनि यो ग्लोबल्ली कुराहरू पढ्न पाउँछन् यो एसएससी को माध्यमबाट। यो कोर्स भनेको स्टुडेन्टहरूले 3 वर्षमा सक्नुहुन्छ। 3 वर्षको आर्टिकलसिप पनि गर्नुपर्छ स्टुडेन्टहरूले, जुन आर्टिकलसिपमा तपाईहरूले पेमेन्ट पनि हुन्छ, स्टाइपेन्ड पनि पाउनुहुन्छ। र एक पटक हजुरहरू एसएससी भएर मार्केटमा आइसके पश्चात तपाईहरूले आफ्नो कमाईको मैले जागिर पाउँदिन कि भन्ने यो कुरा सोच्नै पर्दैन, किनकि तपाईहरू ग्लोबली रिकग्नाइजेबल हुनुहुन्छ। त्यसैले ढुक्क भएर यदि तपाईहरू केही आउट अफ द बक्स सोच्न चाहनुहुन्छ, केही नयाँ पढ्छु, केही छिटै समयमा पढेर सक्छु र केही राम्रो पढ्छु भन्ने सोचमा हुनुहुन्छ भनेदेखि चाहिँ एसएससी क्यान बी द बेस्ट चोइस फर अल अफ यु। र यो पढ्नको लागि चाहिँ 12 को रिजल्ट पनि कुर्नु पर्दैन र एसई दिएपछि नै पनि स्टुडेन्टहरूले पढ्न पाउँछन्। अब यो पढ्न कति खर्च लाग्छ भन्ने कुरा पनि होला। यो पढ्नको लागि तपाईहरूले 6 लाख रुपियाँमा तपाईहरूले कम्प्लिट एसएससी पढेर सक्नुहुन्छ। ल हेर्नुहोस् त, हजुरको इन्भेस्टमेन्ट हेरिकन त यसको रिटर्न त धेरै नै राम्रो छ। त्यसैले थोरै इन्भेस्टमेन्टमा राम्रो रिटर्न पाउन चाहनुहुन्छ भनेदेखि एसएससी क्यान बी द बेस्ट चोइस फर यु अल।